हाई हेलो नमस्ते, यहाँहरूलाई स्वागत छ स्माइल क्याट किचनमा। आज चाहिँ फेरि पनि मेरो किचनमा चाहिँ डल्ले चिया पाक्दैछ, किनकि राजालाई एकदम धेरै नै मनपर्छ। त्यही भएर आज चाहिँ मैले अर्कै तरिकाले बनाउँदैछु बटर मसरुम। अनि यसको लागि चाहिँ मैले लिएकी छु मसरुम चाहिँ पुरै सफा गरेर लिएको छु। मैले बाहिरको रेसा सबै छिकेको छु अनि यसको डन्ठाको पनि मुनिको पार्ट सबै काटेको छु। आज चाहिँ मेरो मसरुम भाँचिएको थियो अलिअलि, त्यही भएर मैले चाहिँ सबै नै भाँचिदिएँ। अनि यसलाई लिएर मजाले सफा गरेँ, तलको पनि सबै काटेँ र यसलाई चाहिने सामग्रीहरू भनेको चाहिँ प्याज अनि गोलभेडा र स्पेसली चाहिँ लसुन हो। लसुन चाहिँ यसको स्वाद एकदम बढाउँछ यो बटर गार्लिक मसरुममा चाहिँ। अनि मैले सबै काटेँ, आफ्नो चोइस अनुसारको साइजमा काटेँ। मलाई चाहिँ सानो काटेको मनपर्छ है, यसमा चाहिँ सानो सानो बनाएको, त्यही भएर सानो सानो बनाएँ। प्याज लिएँ, प्याज सफा गरेर प्याज पनि मैले चाहिँ सानो सानो पिसमा काटेको छु। हजुरहरूलाई चाहिँ कस्तो साइजमा मनपर्छ त्यस्तै साइजमा काट्न सक्नुहुन्छ। सानो सानो बनाउँदा चाहिँ छिटो ब्राउन हुन्छ, त्यसपछि पानी पनि मजाले छोड्छ ठुलोमा भन्दा। अनि पानी छोडेको चाहिँ एकदम टेस्ट छुट्टै मिठो हुन्छ क्या, क्यारामल टेस्ट आउँछ। त्यही भएर मैले चाहिँ सानो बनाउँछु, फ्राई गर्नुपर्ने चिजहरूमा चाहिँ छिटो पनि हुन्छ। अनि त्यही भएर अनि गार्लिकलाई चाहिँ मैले थिचेको छु। यसलाई चाहिँ मिक्सरमा ग्राइन्ड गरेको भन्दा थिचेकोमा चाहिँ एकदम मिठो टेस्ट आउँछ। अनि प्यानमा बटर लिएँ, जिरा र खुर्सानी फुराएँ पहिला, अनि त्यसपछि प्याजलाई चाहिँ हालेर ब्राउन हुन छोडिदिएँ। प्याज ब्राउन हुनुजेलसम्म मजाले पकाएँ। अनि त्यसपछि मैले गोलभेडा एड गरेँ त्यसमा, र अघि थिचेको गार्लिक एड गरेँ। अनि एकछिन फेरि पाक्न छोडिदिएँ मसलालाई। अनि त्यसपछि मसला बिचमा चेक गरेँ, नुन र बेसार पनि हालेँ आफ्नो स्वादअनुसार, किनकि टमाटर नुन नहालेसम्म पाक्दैन नि त मजाले, त्यही भएर अगाडि नै हालेँ। अनि त्यो पाकेकोमा चाहिँ मैले मसरुम एड गरेँ, मसरुमलाई पनि मजाले एकछिन मसलासँग मिक्स गरेँ अनि छोडिदिएँ एकछिन पानी छोड्नको लागि। मसरुमले पानी छोडिदिएँ। अनि त्यही टाइममा चाहिँ चामल भिजाएँ यता। बिचमा मसरुम चेक गरेँ, यहाँ चाहिँ हाम्रो मसरुमले पानी छोडिसकेको छ। अब यसलाई फेरि पाक्न छोडिदिएँ। अब चाहिँ मसरुम रेडी भइसक्यो सर्भ गर्नको लागि। अनि मैले एउटा कडाई लिएँ, यो चाहिँ मेरो फलामको कडाई हो, यसमा घिउ हालेँ। अनि त्यसमा जिरा, लसुन, अदुवा अनि खुर्सानी हालेर एकछिन छोडिदिएँ। त्यसमा फेरि प्याज हालेँ, प्याज ब्राउन हुनुजेलसम्म राखेँ। अनि त्यसमा मैले गोलभेडा एड गरेँ, त्यसपछि थोरै लसुन, अघि कुटेको लसुन पनि एड गरेँ अनि पाक्न छोडिदिएँ एकछिन। अब त्यो पाकिसकेपछि चाहिँ मैले थोरै हिङ एड गरेँ। अनि त्यसमा चाहिँ सिटी लगाएको दाल हालेँ, मजाले मिक्स गरेँ मसलासँग, र दाललाई चाहिँ उम्लिनको लागि छोडिदिएँ एकछिन। यसले गर्दा चाहिँ दालको टेस्ट एकदमै मिठो हुन्छ र कडाईबाट चाहिँ आइरन आउँछ।